नमस्ते सेवाडो मेरो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभावहरुमा र आज चाहिँ हाम्रो माझी जातिहरुको महान पर्व लदी पूजा हुन गइरहेको छ र त्यसकै अवसर पारेर हामीले विभिन्न सांस्कृतिक प्रोग्राम र विभिन्न माझी जातिहरुको झाँकी देखाउने कोसिस गरेका छौं। परम्परागत रूपमा पहिलेदेखि नै मनाउँदै आएको भए पनि हाम्रो ठाउँमा चाहिँ हामीले पहिलोचोटि यो मनाउन लागिरहेका छौं। त्यसकै लागि हामीले यो सानो स्टेज तयार गरेका छौं। यो लदी पूजा अथवा कोशी पूजा चाहिँ खास नदीको किनारमा कोशीको किनारमा हुने भएको हुँदाखेरि अथवा नदीको किनारमा पूजाको तयारी भइरहेको हुँदाखेरि अब त्यो पूजा सकिएपछि चाहिँ हाम्रो दोस्रो प्रोग्राम चाहिँ यहाँ हुनेछ। अबको चाहिँ नदीतिर यहाँ चाहिँ अब पूजाको तयारी हुँदैछ। यो चाहिँ नदीको किनारमै गर्ने पूजा हो र माझी जाति चाहिँ प्रकृति पूजक भएको हुँदाखेरि यो नदी चाहिँ प्रकृतिबाट उत्पत्ति भएर आएको हुँदा र माझी जाति चाहिँ यो खोलाको किनारमा बस्ने ढुङ्गा चलाएर मानिसले आवतजावतमा सहज गर्ने माछा मारेर आफ्नो जीविकोपार्जन मुख्य पेशा नै यही हुँदाखेरि आफ्नो पेशा र केही धनजनको क्षति नहोस् भन्ने प्रकृति अर्थात् नदीको पूजा गरिन्छ। साथै पेशागत पनि राम्रो होस् भनेर ढुङ्गा जाल लगायत विभिन्न देवी देवताको पूजा गरी हर्ष उल्लासका साथ यो लदी पूजा मनाइन्छ। ठाउँ अनुसारको फरक बलि दिने चलन छ र हाम्रो चाहिँ यसपालि एक जोडा परेवा, एउटा कुखुरा, एउटा पाठी दिएको छ। यसरी नै लदी पूजा मनाइन्छ। खुसी भयो भने चाहिँ उसले मन टलाउँछ, दुखी भयो भने उसले दुखी भन्दा केही कुरा पुगाएन भने मन यहाँ चाहिँ भर्खरै फोटो सेक्सन सकेको छ। फोटो सेक्सन सकेर अब यहाँ हल्का दिखाएर हाम्रो त्यहाँ छुटेको यो चाहिँ हाम्रो 3 गाउँ कुमरखत, चिसापानी, तित्रिया, छोटकीदामा माझीहरूको समूह 150को हाराहारीमा रहेछ सङ्ख्या चाहिँ हाम्रो। यहाँ चाहिँ अब त्यो पूजा गरेको रेडी हुँदैछ। यहाँ भाइहरूले तयारी गर्दैछ होइन, अझै डढेन होइन? छैन। ल आज तपाईँहरूले चाहिँ कोशी पूजा मनाउनु भयो। आज तपाईँहरू भन्दा नि हामी सबैले यो कोशी पूजा चाहिँ किन मनाइन्छ, कसरी मनाइन्छ र कहिलेदेखि मनाउँदै आएको तपाईँहरूलाई थाहा भएको कुरा पुजारी भएको हिसाबले तपाईँहरूले भनिदिनु त। कोशी पूजा चाहिँ परम्परादेखि गरिँदै आएको होइन। आउँदै बिचमा अब के भयो त्यतिकै छुट्यो। त्यसैले गर्दाखेरि अब माझीहरू रात अब कोशी पूजा गर्ने भने त्यो कोशीमा ढुङ्गा खियाउने होइन, ढुङ्गा खियाउने त चोटपटक केही नलागोस् भनेर नै कोशी पूजा हामीले माझीहरूले गर्न थालेको होइन। त्यसकै कन्टिन्यू तपाईँहरूले हामीले दिइराखेका छौँ। अहिले चाहिँ जोर गरेका छौँ। भर्खर यसैपालिदेखिको सुरु गरेका छौँ। अब बिचमा चाहिँ होला अब यसपालि अब जे जस्तो जाने त्यस्तै गर्यो होइन। आगे सालदेखि योभन्दा पनि राम्रो भव्य सबैले गर्ने छौँ, गर्नु पाऊँ। के भन्नु अब परम्परादेखिको अब उतातिर गरिरहेको थियो र त्यस बारेमा हामीले पनि भर्खर सुरुवात गरिरहेको छु। अब हेरौँ, अब गर्दै भन्दै जाँदा आउनु अलिक राम्रै गरौँला। यसपालिको साल जे भयो जे भयो पनि ठिक छ, राम्रो गर्नुभएको छ होइन। अब कन्टिन्यू दिँदै जानु होला। अब आफ्नो के अरे परम्परा के भन्छ पहिचान त्यसलाई जोगाउनु होला होइन, जोगाउनु पर्यो। हामी आफ्नो संस्कार आफ्नो संस्कार किन छोड्ने
भनेर हामीले यो अहिले पनि सुरु गरिरहेको छौँ र यसैले सरकारहरूले पनि यसो चाहिँ हेर्नु पनि पर्ने अवस्था छ। मेरो विचारमा चाहिँ यो अब माझीहरूको महान चाड कोशी पूजै रहेछ होइन। योभन्दा अगाडि हामीलाई पनि थाहा थिएन र गत वर्ष गरेको साधारण पूजाले पनि अब अनुभव भयो। त्यस कारणले हामीले चाहिँ यसपालि चाहिँ व्यापक रूपमा चाहिँ पूजा गरियो होइन। सप्तकोशीको पूजा अनि सबै देवी देवताको पूजाहरू गरिएको छ र अब हाल गत वर्षमा पनि अब पछिल्लो वर्षहरूमा पनि हामी यसरी नै गर्दै जाने र व्यापक रूपमा अलि गर्दै जाने भन्ने चाहिँ सोच गरेको छु र आफ्नो पहिचान आफ्नो संस्कृतिलाई बचाउने आफ्नो पहिचान संस्कृति वेशभूषालाई बचाउँदै जाने र भाषा पनि संरक्षण गर्ने भनेर चाहिँ हामी एकजुट भएर गएका छौँ। र तपाईँको नाम पनि भनिदिनु। मेरो लालबहादुर माझी, जिल्ला नेपाल माझी उत्थान सङ्घ जिल्ला वडा इकाइ कमिटीमा चाहिँ आबद्ध छु। र तपाईँको नाम भनिदिनु। पुजारी हुनुहुन्छ? माझी। म आज नदी पूजाकोमा अब सबैले चाहिँ अब पुजारी राख्नुभयो र मैले त्यसै गरेर म चाहिँ बसी जाने नजाने र ल तपाईँको नाम भनिदिनु। उहाँ चाहिँ मेन पुजारी हुनुहुन्छ। अब हामीले अब कोशी पूजा जानी नजानी जे देवी देवता जे भएर पनि मनायौँ भन्दा के भन्नु। ठिक छ। र तपाईँको नाम भनिदिनु। विष्णुबहादुर माझी। मेरो नाम जयबहादुर माझी। तपाईँको हामीले लदी पूजा भनेको हामीले अब गर्दै जानु पऱ्यो नि त अब होइन। अब बाउ बाजेले छोडे तापनि हामीले अब निकाल्दै गएको छौँ। हजुर, सँगै गएको छौँ। सँगालेर 3 गाउँ हामी मिलेर चिसापानी कुमरखोट तित्रिया बर्की दमार भएर मिलेर हामी मजाले गर्छौँ। यो अझै भन्दा भव्य हाम्रो गर्ने पनि चाहना छ कि। अब हाम्रो बाबाले छोडे पनि हामी चाहिँ धेरै ध्यान दिएर गरिरहेको छौँ होइन। गरेपछि एकदम राम्रो गरिरहेको छौँ हामीले। अझै अब यस्तै हो अब यो दिदी बहिनीहरू सबै होइन दाजुभाइहरू बसेर पनि हामी गर्ने हो। एउटाले मात्रै सँगाले त हुँदैन। हामी जाति त सबै मिलेर चाहिँ गर्नुपर्ने हो कि। हस्, तपाईँको पनि के विचार छ भने राखिदिनु। माझी भाषा आउँछ भने माझी भाषा नि भनिदिनु होला। ल भनिदिनु। खेती बाजे अनि इन्के त भने अब माझी अगर अब कोशी पूजा गरे पर्छ बाजीका सबै ठाउँमा अब गर्ले अब कोशी त चाहिन्छ भने बा कमलाजी पनि हारोलाई कोशी नै जिङ्खा हक्थे बा कोही बाजीकै हामी चाहिँ अब बा यिनीके चाहिँ कोशी पूजा अब सब सालै गर्छु। बाजीकै चाहिँ बाला छु है। यता नै मिनु बाजीकै टुङ्गाइदिन्छु है। मेरो नाम दिपनारायण माझी। तपाईँको नाम अनि यो कोशी पूजा किन मनाइन्छ, यो अझै तपाईँलाई माझी भाषै आउँछ भने माझी भाषामै भनिदिनु है किन मनाइन्छ भनेर। मेरो नाम चाहिँ सुमित्रा माझी हो। चिसापानी गढीसमान चारनाथ नगरपालिका चिसापानीबाट हो म चाहिँ है। अनि लदी पूजा चाहिँ यही खास गरी के हाम्रो पहिलादेखिको र माझीहरूको परम्परागत पहिल्यैदेखि चलिआएको रीति हो। अब यी हाम्रो धनुषा जिल्ला र कुमरखोजका चाहिँ हामी अब चिसापानी तित्रिया कुमरखोजका चाहिँ पहिलोचोटि मनाइदिन गर्छे। अनि अब लदी पूजा चाहिँ अब परम्परागतै हो हाम्रो। अब पहिलादेखि गरै पर्न हो लदी पूजा चाहिँ। तर हामी चाहिँ अब पहिलादेखि नगरिके बल्ल बल्ल यसपालि पहिलोचोटि सुरुवात गर्दिन गर्छे। त्यति नै हो। अब त्यही भन्नु पर्यो। हस्, उहाँले नै आफ्नो विचार राखिसक्नुभएको छ। जस्तै यहाँ चाहिँ अब लगभग प्रसाद खाने तयारी हुँदैछ। उहाँहरूले आफ्नो विचार राखिसक्नुभयो। त्यस्तै हो माझीहरूको परम्परागत पहिचान भनौँ अथवा संस्कृति कला संस्कृति जे भनौँ उहाँ त्यहाँ पुर्खादेखि नै यसरी नै चलाउँदै गर्दै आउनुभएको र अहिलेसम्म कन्टिन्यू दिनुपर्छ। अब हाम्रो पनि पहिचान के त भन्दाखेरि देखाउनुपर्छ भन्ने हिसाबले यसपालिदेखि चाहिँ मनाउनु थालेको छ। अन्त चाहिँ अब पहिलादेखि नै मनाइरहेको र यसपालि चाहिँ यहाँ पनि मनाउनुपर्छ भनेर माझीहरू भेला भएर
सिलाएको नि यहाँ बर्दियासमा गएर त्यस्तो पो हो त है अरूलाई नदी तार्ने गर्छौं, जाति हाम्रो माझी हो, माछा मार्ने गर्छौं। ढुङ्गा तार्नु जाल हान्नु पुर्खाको चलन हो, मनको हामी सोझो छौं, माया बाँड्ने गर्छौं। कोशी पूजा जल पूजा गर्नु हाम्रो सानो, आफू माझी हुनुमा गर्व हामी गर्छौं। जल हाम्रो देवता हो, जल जस्तै पवित्र छौं, भाषा संस्कृतिमा पहल हामी गर्छौं। आफू डुबी अरूलाई नदी तार्ने गर्छौं, जाति हाम्रो माझी हो, माछा मार्ने गर्छौं। धन्यवाद उद्घोषकज्यू, आदरणीय मेरो पिताश्री पनि हुनुहुन्छ। यहाँ उपस्थित हुनुहुने विशिष्ट अतिथिज्यू, कार्यक्रम अध्यक्ष तथा सम्पूर्ण अतिथिगणहरूलाई हार्दिक 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 स्वागत गर्दछु। धन्यवाद। मेरो थोरै गजल रहेको छ। को सम्मान गर्ने सभ्य मानवताको पहिचान हो माझी, जातित्वको बेग्लै पहिचान हो माझी, बेग्लै भाषा संस्कृतिको पहिचान हो माझी। धन्यवाद। Saban sathka,
खेलाई बल्ल चुपो खेलाई बल्ल नि सुन्दर खेदाली राजाको सबैलाई नमस्कार। कोही धनुषा चिसापानी जीवन माझी कोशी रति पूजा कार्यक्रम 2081 रति पूजा समारोहमा हार्दिक मङ्गलमय शुभकामना। धेरै दिन बाले बेसक हुँ, पिरो शब्द बोल्छु र माझी भाषा नै एउटा चुटकी हान्दैछु। सच्चै भयो। सबैलाई आइसक्यो ब्याग बुझ्छ कि बे बुझक बुझ नम्बरी सुन हो नि म त चाँदी होइन सबै सेवे माया देऊ मिलाई आदि बया नम्बरी सुन हो नि म त चाँदी भया सेवे माया देऊ मिलाई आदि भया। यति भन्दै म 2 शब्द टुङ्ग्याउन जान्छु। नमस्कार। Thank you.
भाषा भोसीहरू बिर्स्यो भने ओहो हामीले बिर्स्यो भने हाम्रो छोरा नातिहरूले ओ बिर्सिन्छ यस्तो बाबुले के गर्यो पनि भन्नु तर गर्नु भएन गर्नु चाहिँ भएन तर गर्दै जाउँ हामी मरे पनि छोरा नातिहरू पनि गरोस् यस्तोहरू गरोस् हाम्रो कमला पूजा भन्नु हामीले लदी पूजा पनि भन्छु कमला पनि भन्छु हाम्रो भाषाबाट पनि जोल पनि भन्छ लदी पनि भन्छ त्यस्तो हो कि यस्तैहरू बुझ्दै जानु कि सबैजनाले बुझ्नु पऱ्यो दिदी बहिनीहरू सबै दाजुभाइहरूले सबै बुझ्नु पऱ्यो नि त हामी माझी जातिले बिर्सिँदै गयो भने त बिर्सिहाल्यो नि त गर्नु पऱ्यो बिस्तारै यस्तै अब दुई शब्द होइन मैले बोलिसकेँ पूर्व पश्चिम उत्तर दक्षिण आकाश पातल चारै दिशा बानी आगी पानी हावा चुली धरती सबैलाई हानी फेदाली राजालाई मानी चोरीको मोलै थानी बानी अप्ठ्यारो बा डाँडा काँडा पन्साउने हुरिकन गुरिकन हिटिकने आगीका झोक झने आधी हुरी बेग झने सपालाई सम्हाली मन्दरे लौहानी सिमे भूमि देवी देवतालाई साँची ठिकने सारा शक्ति निकने बाधा अर्चन पन्साउने आउरा सोचेला आटेला कामलाई फत्ते गरी गल्ती भुललाई माफ गरी सन्ततिले आँट भरोसा शक्ति दिकने मन चित्त बुझेकने बल्न साङ्गे आफ्नो थानका बल्न साङ्गे नारा लो है लो
फोटो सेक्सन कार्यक्रम सकिसकेको छ। चिसापानीको भाइ बहिनीहरू एउटा गीतमा नाच्नु पर्यो त हो त। चित्राको भाइ बहिनीहरूले पनि एउटा गीतमा जस्तो जस्तै जुन गीतमा पनि हुन्छ है। आफ्नो गीत लिएर आउनु। उता खाना तयार हुँदैछ, खाना तयार नहुँदासम्म ल ल ल गीत बजाइदेऊ ल। ए खोइ के भाइ अब त होलसेलमा हो नि, ग्रुपमा सबै नाच्नु पऱ्यो नि, कहाँ आएर मात्रै हो त, सबैजना नाचेर जानुपर्छ। सबै